हेलो गाइज वेलकम टु नेक्स्ट पार्ट। सो यो भिडियोमा चाहिँ अब हामी कहाँ कहाँ जान्छौँ के गर्छौँ हेर्नु होला। सो स्टे ट्युन। अगाडिको भिडियो पनि हेर्नु भएको छैन, पार्ट 1 राखेको छु, हेरिदिनु होला है प्लिज। अहिले खाना खाने बेला भयो है, खानु जस्तो भयो तर धेरै खाना हालेँ क्या हो। ठिक छ, यति हिँडेको छु, खान्छु। ठिक छ विनिता, मिठो छ के भन्छ? यहाँ चाहिँ रुमको लागि डिस्कसन हुँदैछ। हामी अहिले रुमहरू फिक्स गरिसक्यौँ है। रुम चाहिँ सिम्पल हाम्रो मजालाई चाहिँ फर्स्टमा है जेमा पनि टक्क गइहाल्ने। हजुरहरूको भयो ल? भयो भयो, हाम्रो भयो। हाम्रो रुम चाहिँ चेन्ज भयो है, यो रे लास्टै कुरा दुख्यो यार। यहाँ बस्छु म राति आएर। उस्तै त हो है, सिम्पल सिम्पल रुम छ। अब हामी एक लट सुत्छौँ। पूर्णिमा सुतिसकिन्। अब एक लट हजुर ए हो ल। पूर्णिमा त निदाइसकेछिन् फोन चलाउँदा चलाउँदा। ल मिठो निद्रामा रहेछ, छोडिदिउँ। अब हामी पनि सुत्ने नि त। बिचराको हल्लाले पूर्णिमा उठिसकिन्। पूर्णिमा निन्द्रा पुग्यो? हेलो, अब हामी चाहिँ एकछिन रेस्ट गऱ्यौँ होइन, मुख धोएर आएँ। अब अलिअलि यसो फ्रेस भएर अनि बाहिर यसो भ्यू स्यू हेर्न जानु पर्यो, भ्यू हेर्न जानु पर्यो। ल हामी हिँड्न चाहिँ हिँड्यौँ, कहाँ हिँड्यो थाहा छैन। कहाँ हिँडेको रे है साथी? स्कुलमा के गर्ने पढ्ने? डराउनु पर्दैन। हामी चाहिँ अब घुमेर आयौँ है। अब चाहिँ यसो खाजा अरे है, पपकर्न, चिकन चिल्ली, आलु, अचार केटीहरू खान थालिसकिन्। एकचोटि खोइ के फार्ममा जान लागेको है, सबजना छोडेर भागिसक्यो। हामी पछि पछि छिटो जान्छौँ। म चाहिँ चप्पल बचा होइन, अब चाहिँ यो चप्पल लाएर हिँड्नु पऱ्यो। अब चप्पल टिकेन, कुदेन केटीहरू। हाय हेलो रचना, हेर्दै न चित्त दुख्छ क्या यसरी क्यामेरामा नहेर्दा। सबैजना राम्रो देख्यो यार। वाह, फाइनली चाहिँ हामी आयौँ है। उता रहेछ के लेख्यो यो? फर्स्ट ने प्लिज। ए गोट फार्म रहेछ यो चाहिँ। छोटो कपडा गल्ती। जुम गर्दै गर्दै खिचिरहेको छु। दीक्षालाई फोकस।
मलाई देखाइदेऊ त दीक्षालाई फोकस हामी कहाँ आएको हामी चाहिँ स्कुल आएको घुम्न आयो कि आएको स्वच्छन्द माध्यमिक विद्यालय स्कुल स्वच्छन्द माध्यमिक विद्यालय जान्छ हामी कहाँ जान आँट्यो गोठ फार्म होइन अहिले जाने होइन भोलि के भिडियो बनाउने हो जाऊ त म फराल्छु हिँड नि र अगाडि जाउँ म फराल्छु ओइ लाउ त मेरो खिच न म फराल्छु दीक्षा किन पछाडि ओ माई गड जम्प गरिदेऊ नि त यस्तो बाट ओ माई गड आइच दामी ए निकै टिप्न लाग्यो यिनीहरू त्यही त डराउने बेला चिच्याउनेलाई कराउँछ जुगा देखेर अनि अल्छ जुगा पर्यो दिएर नि थ्याङ्क यू दीक्षा मेरो मोबाइलहरु को छ हो है अगाडि थिएन अनि त्यसपछि दीक्षासँग छ भने दीक्षासँग हिँड्न आएको म पहिला हामीले बच्चामा साथीको बर्थडे हुँदा चक्लेट खानालाई साइडमा बस्थ्यौँ नि त्यस्तै सक्यो सबै लिएर गयो मेरो उयो गुलियो काँचो पनि मिठो रहेछ ओइ मैले भिडियो बनाएको तिमीले सेभ गर्यो यो चाहिँ हामी चोरेर ल्याएको चोरेर ल्याएको न खायो तिमीले मिठो रहेछ खायो माग्नुपर्छ एउटा कहाँ दीक्षा बुझ्यो कति के ढाका नि गाइस के भन्नु भन्दैन यहाँ अब कता कता हिँडिराख्ने काम त हो नि अब घुम्न आएपछि उनीहरूले चाहिँ डान्स गर्न स्टार्ट गरिदिइसके है अब मन जान्छु एकैछिन कुर्नु होला गर है म पनि जोइन हुन्छु आएर फायर क्याम्प है अब हामी डान्स गर्दैछ तर डान्स गर्नु नै अल्छी लागिरह है हामी त्यसो भए कतिखेर पुग्छौँ काठमाडौँ हिँडेको बिजुली भएर हट भएर हेरेको Oh my god, this is amazing. Look. पुग्यो टन्न हामी धेरै थाक्यौँ अब फेरि खाना खान्छौँ थोरै मात्र खान्छु ए यति खान सक्छु म थोरै मात्र खान्छु अब खाने स्टार्ट गरिसकेँ ए सकिसकेछ नि नले अहिले चाहिँ म खान सक्दिनँ त्यही भएर एकदम थोरै हालेको यो भात धेरै हालेको छु तै पनि ए ऊ जतिको हाल्नुपर्ने रहेछ आज सबजना थाकिसक्यो खानु पार्वती अमृता अमिता अब आजको दिन सक्यो अब भोलिको स्टार्ट हुन्छ तर लास्ट थाकेको छु भोलि जान सक्छु सक्दिनँ थाहा छैन घाँटी सुकिसकेको छ मेरो
अब हामी सुत्छौँ भोलि भेट्ने कस्तो फेस ड्राई देखाएर गुड नाइट सी यू टुमोरो इन नेक्स्ट भिडियो स्टे ट्युन Subscribe my हेलो वेलकम टु नेक्स्ट डे हामी उठिसक्यौँ है पूर्णिमा फर्स्टमा उठेँ हजुर नुहाउने पनि हुन्छ होइन उठ्यो पनि उठ्ने बित्तिकै अब मर्निङ वाक जाने गइदिउँ न त भनेर उठेको ओके सी यू म चाहिँ मुखसुख धोएर अरूहरू गइसक्यो नि सर ए हामी फर्स्टमा आयौँ म र सरमा हामी माथि जान लाँट्यो भनेको त हामी त लास्ट रहेछौँ यतिकै मर्निङ वाक आउने यतैतिर त्यहाँ कौशीबाट बोल्दैछन् आउने अब यस्तो राउन्ड हानेर आउँछु है हजुर त्यही चाहिँ हामी यताको चिया टेस्ट गर्न आँटेको दुधवाला चिया खाऊँ भनेको फेरि ग्यास्ट्रिक हुन्छ भनेर छोड्दै है जुलोमा चिया पकाइरहनु यो चाहिँ मेरो दिदीको थ्याङ्क यू ए हजुरको फोटो म हजुरको लगाइदिन्छु रमाइलो भयो है एकछिन पानी पर्यो ए है केही लास्टमा ए मैले त्यो उवाला राम्रो टाइममा खिचेँ मलाई आन्टी यति 2 सेकेन्ड अगाडि उसो आयो त्यहाँ लगाउने 2 सेकेन्ड पछि बोलाउने हुँदो रहेछ कि सर खाम चिया सर फोटो हेर्दै के भयो तिमीलाई वाह वाह कतिले गएर खिचिसकेछ राम्रो दृश्य देखिन्थ्यो उसो लगाएर काठमाडौँ उपत्यका हो सर घाम लाग्दो झन् कति दामी आउँछ वरिपरि सबै देखिन्थ्यो त्यही त्यो त लाग्यो हो कि लेमन त लाग्दैन सबै लाग्दैन है मलाई त हट लेमन मिना के बोकेर हिँडी हौ कहाँ जान लाग्यो कि चप्पल बोकेर मर्निङ वाक अनि खुट्टामा के लगाइछौ त यो कहाँको चप्पल हो खुट्टामा भएको टोयलेटको चप्पल लगाएर हिँड्ने तिमी मर्निङ वाक खुट्टामा लाउने चप्पल हातमा बोकेर हिँडेछ खुट्टामा टोयलेटको चप्पल लगाएर हिँडेछ खुट्टा दुखियो यहीँ भित्र अब आज 3 बजीतिर हिँड्छु मलाई रमाइलो भयो यार एक्स्ट्रा 8 बजे अब चाहिँ ब्रेकफास्ट गरेर चाहिँ हिँड्नु पर्ला खुट्टा दुइसक्यो हिँड्न सकिन्छ कि सकिन्न ओ बसेछ हजुर आए चाबी लाएन ए लाग्यो चाबी हजुर आउँदैछौँ खाना गाइज यो चाहिँ डे 2 को ब्रेकफास्ट है मैले चाहिँ 3 हालेँ खाना खानु ढिलो हुन्छ होला भनेर अब यति खाएर पुऱ्याउनु पर्छ पूर्णिमा स्टार्ट गरिसक्यौँ साथीहरू आउँदैछन् आए कहाँ गयो अब चाहिँ यसो मुभ लाउनु पऱ्यो अलिक भन्ने होला नि यसरी पछि पछि हालेको सर्व छर्ने हो ए अनि यसरी गर्ने हो मान्नु न धेरै लाउनु जस्तो लाउनलाई
अहिले हामी चाहिँ रेडी भएर निस्क्यौँ है। अब जान्छौँ है। सरहरू त चस्मा लाएर हिरो भएर बस्नु भएको त। अब चाहिँ हामी जान्छु ओइ कता जाने रे हामी। अब चाहिँ हामी भेडा फार्म जाँदैछौँ। मिल्यो भने बोटिङ पनि गर्छौँ। चेन्ज भयो है। गाइज हाम्रो दुविधा बोटिङ गर्न आएको पानी नै सुक्या रहेछ। गाह्रो छ यस्तो राम्रो भएर आएको बोटिङ गर्ने भनेर फोटो खिच्ने भनेर दुविधा हाम्रो पानी नै सुक्या रहेछ। ट्रेनहरू चाहिँ सुकेको खोला हेर्दैछन् है। चित्त बुझाउनु पर्यो यसो। त्यही त के हेर्नु जाने हामी सुकेको खोला भयो नि हेर त। हेलो के छ? फाइन। हेलो कस्तो लाग्छ त्यो त सुकेको पानी हेर्न जानु? हामी बोटमा चढ्छौँ होइन, बोटमा फोटो मात्रै खिचेर आउँछौँ। अनि के भन्छ सन्तोकी हुनुपर्छ क्या। यो चाहिँ पूर्णिमा होइन एकदमै एक्टिभ छ क्या। जहाँ कहीँ ल म हिँडिहाल्छु मिना भनिहाल्छ होइन। ट्याक्कल छ क्या। अल्छी लाग्यो नजाउँ न भन्छ। ऊ चाहिँ जे होस् मानिहाल्छ। गुड सो क्युट या। थ्याङ्क यू। ए पानी चाहिँ सुकेछ तर एकदम हरियाली कस्तो दामी देखेको। कहाँ झर्ना जाने? ए जम त्यसो भए जम ए हो बाटो डेन्जर भयो त अलिक गाह्रो हुन्छ होला। सुरुमा आएको त हुन्छ क्या। अब अहिले अलिक थकाइ लागिसक्यो होइन। अलि क्या दामी देखेको यार। कस्तो सुकुन न इक्जाम न अफिस कस्तो आनन्दमा त यहाँ मस्त सुत्थ्यो होला। सर आज क्या खतरा देखाएको छ हजुरलाई? सर यता हेरिदिनु एकचोटि म फोटो खिचिदिन्छु। हजुर ए वाउ 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 अब चाहिँ नुहाउनु पर्छ जस्तो लाग्यो। रतना नाइदिम ओइ कता लाग्यो? ओइ पखामा जान्छु। ओइ केटी पूर्णिमा हामी कहाँ गइरा? ओ माइ गड भेडा हेर्न गइरा? भेडा फार्म यहाँ चाहिँ सेतो टी सर्ट लगाएर छ भन्दै क्या नालान साथीहरूले। के को क्लिप? ए हामीलाई क्लिप सुटिङ भइरहेको हामीलाई पनि। ल म त ट्याक्कै हिरोइन जस्तो देखाएको छु है। हिरोइनकै साथी त छ होला नि। हिरोइन त अगाडि छ होला अब भित्र। गाउनु सर गाउनु। तिमीले खप्ट्यौ है त ओभरल्याप गरेर आउनु पर्यो नि सर भन्नु न। ल गाउँ न हामीलाई। कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै। 20 सरले गाइस अब चाहिँ म यहाँ
अगाडि सिटमा बसेँ है सिट भएर कि हामी अगाडि बस्छौँ ड्राइभर दाइसँग अनि बाटो चाहिँ एकदमै अलि घुमाउनु छ यहाँ साथीहरू आएर टेन्सन त्यस्तो साह्रो भएको थियो अब बाटो हेर्ने ल बाटो हेर्नु ल अब हामी हामी रुम चेकआउट गरिसक्यौँ अब तल यसलाई हेर न हेर किन खरा तिम्रो होइन तिम्रो त्यहाँ छ म चाहिँ किन जान्छु भन्छु अब घर जाने माम खाने घर जाने अब भ्लग यहीँ टुङ्गाउन चाहन्छौँ एनर्जी छैन केही छुट्याएनौ नि है खोइ केटीहरूले हामीलाई सिटै राख्दैन होला है बस प्याक हुन्छ होला ल हेर हेर के छ अब चाहिँ रमाइलो भयो जति भयो त्यति रमाइलो भयो हजुर के भनेको केटीहरू हेर्दैछन् के छुट्यो भन्नु ए अब हामी खाना खाएर बसमा चढेर जान्छौँ है सो अहिले नै बाई अब म सक्दिनँ है बाई सी यू अगेन यस